नमस्ते एभ्रिवान सूर्यकुण्ड हाइड्रो पावरको आइपिओ आएको हजुरलाई थाहा छ होला। यो भिडियोमा मैले त्यसमा आइपिओ अप्लाई गर्ने कि नगर्ने, मेजर फाइनेन्सियल इन्डिकेटर कस्तो छ, के रेटिङले के रेट दियो र त्यसको मतलब के हो भन्ने बारेमा तपाईँलाई सर्टमा बताउन गइरहेको छु। 6879 जति इस्युड क्यापिटल भएको सूर्यकुण्ड हाइड्रो पावरको आइपिओ माघ 18 देखि तपाईँले अप्लाई गर्न पाउनुहुन्छ र यसको 20% निकाल्दा लगभग 13,79,000 मा 10% चाहिँ लोकली एफेक्टेड एरियालाई दिएको छ भने रिमेनिङ 10% मा म्युचुअल फन्डलाई भयो, फरेन इम्प्लोइलाई यहीँबाट भयो, उसको इम्प्लोइलाई गरेर तपाईँको जनरल पब्लिक हामीलाई भनेको चाहिँ 5,72,000 जति चाहिँ युनिट चाहिँ हामीलाई छ, त्यसमा तपाईँ अप्लाई गर्न सक्नुहुन्छ। अब सर र यसको बारेमा फाइनेन्सियल इन्डिकेटरको कुरा गरौँ। पर्सिया नेटवर्कको कुरा गर्ने हो भने पर्सिया नेटवर्क त्यति राम्रो देखिएको छैन। 100 सम्म पनि आएको छैन, मिन्स पार भ्यालुसम्म पनि आएको छैन। आइएफआरआइसी भन्छ, यो यसले कन्सिडर गरेको छैन। त्यो चाहिँ हाइड्रो पावरहरूमा त्यो बाहेकको पर्सिया नेटवर्क पनि निकालिन्छ, तर यसको एनालाइसिसमा त्यो कन्सिडर गरिएको छैन। त्यसपछि यसको रिजर्भको कुरा गर्नुहुन्छ भने अलमोस्ट नेगेटिभमै देखिएको छ र प्रोजेक्टेड इयरमा 83-84 मा मात्रै प्रफिटमा जाने भनेर प्रोजेक्सन गरिएको छ। तर यसको ह्याप्पी न्युज के छ भन्दाखेरि यसको प्रोडक्सन चाहिँ सुरु भएर ट्रान्समिसन लाइनमा जोडिसकिएको छ। त्यसको मतलब यो 11 मेगावाटको प्रोजेक्ट हो। यसको 11 मेगावाटमा पनि पर मेगावाट चार्ज अथवा इन्भेस्टमेन्ट चाहिँ 21 समथिङ छ, 2153 जति छ, जो कम्पेरिटिभली अरू हाइड्रो पावरको भन्दा लो हो। रिसेन्टली क्लोज भएको आइपिओ भुजुङ खोलाको अलमोस्ट 2493 25 करोड जति चाहिँ यसको के थियो भन्दाखेरि पर मेगावाटको खर्च थियो भने यसको चाहिँ त्यो एकदमै कम छ। पेब्याकको कुरा गर्नुहुन्छ भने हाइड्रो पावरमा अलवेज बढी हुन्छ। 7.71 इयर्समा तपाईँले लगाएको इन्भेस्टमेन्ट रिटर्न आउने टाइम देखाइन्छ। यदि इफ यु कन्सिडर द टाइम भ्यालु अफ मनी गर्नुहुन्छ भने 16-17 इयर्समा मात्रै देखाइएको छ। आइआरआरको कुरा गर्नुहुन्छ भने 11.71। यो कुरालाई छोडिदियो, अब कुरा गरौँ रेटिङ के पायो यसले। आइपिओ इस्यु गर्दाखेरि रेटिङ यो हाम्रो 7 को गाइडलाइन्स अनुसार जति कम्पनीहरू पनि आइपिओ इस्यु गर्न जान्छ, दे सुड रेट देयर अर्गनाइजेसन। इस्युअर कम्पनीलाई चाहिँ रेट गर्नुपर्छ। त्यो चाहिँ रेटिङ अर्गनाइजेसनहरूले गर्छ। यसलाई चाहिँ केयर नेपालले गरेको छ। केयर नेपालले यसलाई रेटिङ गरेर BB- दिएको छ। BB- इन्डिकेट्स द इट्स एभरेज डिफल्ट रिस्क टु मिट द फाइनेन्सियल अब्लिगेसन्स अफ दिस अर्गनाइजेसन। त्यसको मतलब अब यसरी बुझौँ, केयर नेपालले AAA प्लसदेखि डीसम्म गर्छ र यसले पाएको छ BB-। माइनस मिन्स विक सिग्नल, प्लस मिन्स स्ट्रङ। BB- मिन्स अलिकति विक छ, यसले फाइनेन्सियल अब्लिगेसन मिट गर्न सक्दैन कि भन्ने चाहन्छ। तर केयर नेपालले